हेलो साथीहरू, म चाहिँ बेलुकाको रातिको खाना पकाउँदैछु हो। यहाँनिर चाहिँ खाना बनाइरहेको छु। अब चाहिँ मासु बनाउन आँटेको, चिकन बनाउन आँटेको। दिउँसो पनि खाना खाएको छैन त कि, त्यही भएर आज छिटै बनाइदिएको। हेर्दै गर्नुहोस् होला। यहाँ चाहिँ मैले चिकन यसलाई चाहिँ अलिक फ्राई मात्रै गर्ने हो फर्स्टमा चाहिँ। अनि अलिक मजाले फ्राई भएपछि चाहिँ यसमा मजाले मसलाहरू लगाउने हो। अहिले चाहिँ यो फ्राई मात्रै हो। अनि एकपट्टि चाहिँ खाना बसिरहेको छु। अब खाना पकाउँदै भाँडा पनि धुँदै गर्ने हो। यो चाहिँ सब्जीहरू काटेको होइन, चामलहरू धुएको भाँडाहरू छ नि त। म चाहिँ सबै एकैचोटि गर्नु मन लाग्छ कि राखिराख्नु, त्यो भाँडा राखिराख्नु मन लाग्दैन। मजाले भाँडाकुँडा धोएर उता खाना पनि पाक्दै गर्छ अनि यता भाँडा पनि धोइँदै गर्छ। दुईवटा काम एकैचोटि सकिन्छ। यस्तो गऱ्यो भने चाहिँ त्यो भाँडा जस्तो पार्दै राख्दै एकैचोटि धुन्छु भने चाहिँ धेरै हुन्छ भाँडा धुनु पनि। कराई चाहिँ तर तिनवटा मान्छे त 3जना छौँ, कराई चाहिँ 3-3वटा युज हुँदैछ। सब्जीहरू धोएको थियो नि त। आज हाम्रो चिया कस्तो ढिलो खाइ भयो। आउँछ मेरो बहिनीले चाहिँ नानी पढाउँदैछ। सानो नानी चाहिँ खेलिरहेको छ। म चाहिँ खाना पकाउँदैछु, भाँडा धुँदैछु। चाहिँ अघि चिया खाएको भाँडा हो है। चिया चाहिँ अलिक धेरै मनपर्छ कि, जतिखेर पाएँ त्यतिखेरै खाने हो म चाहिँ चिया। मेरो खाना त पाक्यो, भात पाक्यो हो। अब एकपट्टि सब्जी बसाइरहेको छु। अब पुरा थाकिने बजार गएर घाममा भिड कस्तो, फेरि यस्तो डरलाग्दो गरम थियो कि आज त घरभित्रै बसिराखौँ जस्तो गरम। यहाँ चाहिँ म अहिले चाहिँ यो चाहिँ सब्जीको मासुको लागि, चिकनको लागि मसला ग्रेभीको लागि मसला बनाउँदैछु। टमाटर काट्दैछु, टमाटर अदुवा लसुन। टमाटरको चाहिँ यस्तो सेतो चाहिँ निकाल्छु म चाहिँ, सेतो निकालेर चाहिँ प्याज बहिनीले चाहिँ नानीलाई फेरि कराउँदैछ। पढ्नु अलिक पढाउँदैछ। दिदीबहिनी भनेको चाहिँ एकदम हर दुःख सुखमा साथ दिने हुन्छ है दिदीबहिनी भनेको चाहिँ। मेरो चाहिँ चिकन रेडी हुँदैछ है। मेरो बहिनी चाहिँ यसरी अलिअलि कलर लगाएको मन पराउँछ कि मेरो बहिनी, मेरो भाइले। मलाई चाहिँ तर यस्तो कलरहरू लगाएको मन मिठो लाग्दैन क्या, राम्रो लाग्दैन। यसरी हामी चाहिँ अब घरमा यसरी चिकनहरू बनाएर खाँदाखेरि चाहिँ नि आफ्नो हस्बेन्डहरूले चाहिँ के खायो होइन, घरको अरू पनि मेम्बरहरू अब जो चाहिँ घरदेखि टाढो हुन्छ होइन, यसरी के पकाएर खाँदाखेरि नि उनीहरूले पनि के खानुभयो होला जस्तो लाग्छ नि। मलाई मात्रै लाग्छ कि सबैलाई हो त्यस्तो। मलाई त यसरी के भन्छ मासुहरू पकायो होइन, कुनै पनि चिज घरमा अब केही मिठो चिजहरू पकायो भनेदेखि चाहिँ पुरा याद आउँछ क्या, के खायो होला उनीहरूले होइन। हामी त यहाँ खाइरहेको छौँ, उनीहरूले खानु पाएको छ कि छैन त्यस्तो खालको लाग्छ मलाई चाहिँ। अब अरूलाई चाहिँ के लाग्छ
होइन आफ्नो हो, आफ्नो विचार हो होइन। मेरो हस्बेन्डले मात्रै होइन, मेरो बहिनी मेरो भाइहरूले पनि क्या अब घरमा हुँदैन नि त, मेरो भाइ पनि बाहिरै छ ड्युटीमा होइन। अनि मेरो दुईजना बहिनीहरू पनि बिहा गरेको छ हो। अन्त उनीहरू नहुँदाखेरि म पनि यसरी के पकाएर अब घरमा खाने उनीहरूलाई मनपर्ने चिजहरू ल्याएर कोही बेला यसो खाँदाखेरि चाहिँ के खायो होला मेरो भाइ बहिनीहरूले होइन, मेरो हस्बेन्डले खानुभयो कि भएन होला त्यस्तो खालको लाग्छ मलाई चाहिँ। पुरा याद आउँछ क्या यसरी के मासुहरू पकाएर खाँदाखेरि अनि पुरा याद आउँछ उनीहरूले खानुभयो कि भएन, खाँदाखेरि पनि अब कस्तो खालको लाग्छ क्या। अब म चाहिँ एक्लै कसरी खानु टाइपको हुन्छ। फाइनली अब मेरो खाना चाहिँ पाकिसक्यो है, रातिको खाना चाहिँ मेरो चिकन पाकिसक्यो होइन, खाना पनि रेडी भइसकिसक्यो। अब हामी खाने हो एकछिनमा, नानी पढिसकेपछि। हो खाएको चाहिँ देखाउँदिनँ है सबैलाई, खाएको चाहिँ नदेखाउने हो। घर चाहिँ त्यति कम्प्लिट भइसकेको छैन, यो भित्ता कालो देखेर फेरि के रहेछ भनेर नसोच्नुहोस् हो। यो चाहिँ यहाँनिर लगाएको छैन नि त, टाइल्सहरू लगाएको छैन, अनि चाहिँ यो कालो देख्छ हो। यो चाहिँ राम्रै थियो पहिला चाहिँ, मैले खाना पकाउँदा यहाँ तेलहरू गएर होइन, तेलहरू लागेर चाहिँ यस्तो भएको हो। हस् त अहिलेको भिडियो यहीँसम्म।